ल है गाइजहरु आज चाहिँ हामी चट्टो घुम्नु निस्किरहेका छौँ साथीहरुसँग। अलिक घाम आज चाहिँ पुरा घाम लागिरहेछ मस्त। भर्खरै भात खाइयो खानु पनि बाफ्रे बाफ्रे। आज फेरि अल्छी यो के अरे काम नगरेपछि भोक पनि नलाग्दो रहेछ। ल यार चरा मार्दैछ बाटोमा यार पाप लाग्छ यार यसलाई त यार। कसले मारेको अरे? खोइ यो यहाँको गाडीले होला यार। हो अनि आज हामी कहाँ घुम्नु? आज खोइ यो अब सिधा बाटो जाने हो। अब हामी सबैजना नयाँ कहाँ हुन्छ थाहा छैन। यस्तो घुम्दिने नि त आज? जहाँ जान्छ त्यहाँ आगो पुग्छ। ल ल ल उता साथीहरू दुईजना अगाडि लागिसके। अन्त है गाउँ ठिक छ नि होइन यहाँको? एकदम राम्रो एकदम है। केटाहरू साथीहरू अगाडि गइसक्यो होइन, हामी दुईजना हिँड्दैछौँ। यस्तै छ है गाइजहरू गाउँ चाहिँ। घाम लागिरहेको छ तपाईँको जाडो छ। बसमा चाहिँ दामी छ होइन त? है खतरा हो। तिम्रो त वर्क परमिट आयो होइन? मेरो चाहिँ आयो भन्थ्यो। अब खै अहिलेसम्म चाहिँ सिग्नेचर चाहिँ गराएको छैन। हो काममा कहिलेदेखि जान्छ अरे त? मेडिकल गर्न बाँकी छ अब। ए ल ठिक छ। सोमबारबाट अब मेडिकल गर्छ होला। त्यसपछि पैसा कमाउने इच्छा भन्ने चिज चाहिँ अब खोइ के गर्दै कमाउने अरे? के गर्दै कमाउने अरे पैसा? त्यो चाहिँ अब बुङ्गुर काट्नेमा हो। अनि अहिलेसम्म चाहिँ अब गएको छैन बुङ्गुर काट्ने भनेर भन्थ्यो, तर राम्रै छ काम भन्थ्यो साथीहरूले भन्थ्यो। ल ठिक छ ठिक छ। यहाँ चाहिँ के हो सल्लाह कि धुपी हो, यो धुपी काटेछ होइन। बाटो चाहिँ यस्तो छ है। ल ल गाडी किन्दिने हो साथी? गाडी चाहिँ किनिदिनु पर्ला। एउटा गाडी अब सस्तोमा आउँदो रहेछ। अब ड्राइभर चाहिँ हाम्रो अगाडि हुनुहुन्छ होइन। ए अनि हामी कहाँ गाडी किन्ने है? गाडी किन्ने भन्ने कुरोमा छ। अब ड्युटी लाग्ने साथै अर्को महिना सेलरीले भएकै हानिदिइहाल्ने हो। अनि ड्राइभर कहाँ छ अरे? ड्राइभर अगाडि हुनुहुन्छ। ड्राइभर चाहिँ हाम्रो अगाडि छ हौ, हिँड्दैछ है ड्राइभर चाहिँ। यो ओल्डको लुगा लाएर हिँड्ने ड्राइभर हो। हेभी ड्राइभर फेरि ड्राइभर पनि जान्दिनु। लाइसेन्स छ। अब चढ्ने चाहिँ हामी चारैजना होइन त? चारैजना एकदम हेभी ड्राइभर पो त फेरि। हेभी ड्राइभर हो फेरि। उसको यहाँ क्रोसियामा हुँदाखेरि चाहिँ क्रोसियाको एउटा ट्रमको बाइक सबको लाइसेन्स छ क्या उसको। फेरि क्रोसियन सरकारले पनि झ्याम्मै दिएको छ उसलाई फेरि। हो मान्छे हेरेर दिएछ झ्याम्मसँगले। मान्छे हेरौँ न, मान्छे पुरा त्यस्तो छ नि त ज्याङ्गो। गाडी नै बोक लाग्छ। अनि यता फर्किँदै नि एकचोटि ल छ यार हेरी गए। आज यस्तै हो होइन। अब हल्का रमाइलो गर्न हिँडेको। अब अलिक पर गएपछि अब एउटा स्टेसनरी आउँछ, त्यहाँनिर अब यसो जुसुस खाने। यताबाट आउँदैन नि, यो बाटोबाट आउँदैन नि त्यो के गाडी? त्यो स्टेसनरी त फेरि हामीलाई जहाँ भए पनि एउटा एउटा पसल भेट्यो भने चिसो चिसो खाम्ला। के गर्नु त होइन, यस्तै छ। कसो अरे कस्तो लजाएको छ आउँदियो यार। त्यो देखाउनु उता पातिर हाम्रो यस्तो। ल गाइजहरू यस्तो छ नि फेरि ठाउँ चाहिँ फेरि खतरा छ नि फेरि। एकदम 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 हामी चाहिँ आज यो सिधा मस्त छ नि है यो घरहरू हेरौँ त। एकदम राम्रो। यहाँ फेरि राम्रो हजुर भिआइपी एरिया हो। ल हेर्नुहोस् न पत्ता ठाउँ चाहिँ फेरि एकदम छ नि मस्त छ नि फेरि। भिआइपी एरिया किन भएको? अनि ड्राइभरले बोल्यो है, ड्राइभरले बोल्यो हेभी ड्राइभरले सान्तिनु हो। अनि हाम्रो पनि छ हौ, हाम्रो पनि छ हौ साइकल। बसाइ चाहिँ एकदम अब ठिक छ होइन। अब खाना पिना पनि एकदम अब ठिकै छ, राम्रै छ। आज खानु पाइएको छ होइन त? पोल्यान्डको बसाइ एकदम गुड छ। अब आफ्नो जेबमा भएसम्म चाहिँ खाना पाइयो। सकेपछि चाहिँ के गर्ने? बसिपछि अब यताउति गरेर आएर अब एउटा गिटार खोज्नु पर्छ, एउटाले बजाउने एउटा नाच्ने होइन। अहिलेसम्म चाहिँ ठिकै जस्तो लागेको छ। अब के हुन्छ होइन। अबको दिनहरूमा अब
काम स्टार्टिङ भएर चाहिँ अब काम लागेर राम्रो अब सेलरी थाप्न पाइयो भने अब होइन धेरै राम्रो परिवारदेखि लिएर गएर सबैलाई चाहिँ अब खुसी म लगायत सबै खुसी हुन्थ्यो भनौँ लागेछ अब अहिलेसम्म अब लखर अब काम पनि छैन दाम पनि छैन भने चाहिँ कुद्ने हो खर्च हुन्छ अनि त्यही हो ठिक छ ल ल हामी चाहिँ पोखरीमा सट्टै पुल आइसक्यौँ है गाइजहरू यो हरियो पुल होला नि हरियो पुल होला नि यसको नाम ल ल ल बाटो छोड्यौँ यो त पुरै के हो पुरै बाटो फाँट्छ त हौ नि आँखाले देखेसम्म लु हेर्नु त यस्तो फाँटहरू छ है गाइसहरू हामी चाहिँ घुम्दैछौँ काम नभएर काम पायो भने त फेरि हामी पनि बन्द हो नि त फेरि ल खै हाम्रो गाइजहरूले फेरि के अरे 3टा गाडी किन्ने अरे एउटा गाडी भयो चारजनालाई पुगिहाल्छ अनि बिचको ड्राइभर उता साथी प्यासेन्जर म पनि प्यासेन्जर उता सन्धि पछाडि प्यासेन्जर त्यसरी लाएर मिलेर किन्ने अब बाइचान्स त्यो अब केही गरी चाहिँ मिलेन भने एउटा ढोका उतार्ने अब टायर उतार्ने बाँड्ने लास्टमा कुरो मिलेन भने कबाडीलाई दिने हो चक्का चाहिँ लानु पर्ला हौ चक्का चाहिँ काम दिन्छ अरू त काम यो बुढालाई बेचिदिनु पर्छ घरबेटीलाई लास्टमा नि घरबेटीलाई सकिने सेकेन्ड साह्रै मन पर्दछ घरबेटीलाई बेचिदिने सेहरूले नि ढ्याम्मसँगले टुटै उठाएरै बनायो होला है बुढोले 32वटा घर बनाएको छ त्यो बुढोले हाम्रो घरबेटी त खतरा छ नि अनि जेसिबी रोडा भेटेर पायो भने पेलिदिन्छ होला के ठाउँ हो यसको ठाउँको नाम थाहा छैन यहाँको भाषा लास्टै गाह्रो रहेछ हौ पोलिस भाषा त अब घुम्ने अहिले नि हो छुट्टी भएको बेलामा मतलब काम नपाएको बेलामा काम पाएपछि गर्ने हो हामी चाहिँ होइन काम पायो नि 2 दिन छुट्टी हुन्छ 2 दिन चाहिँ हामी बनाउँदैछौँ हाम्रो भ्लगहरू हेर्नु होला होइन एकदम ठुलो मान्छे ठेलो दिया झ्यामै बोल्ने ल भ्लगहरू हेर्दै गर्नु होला हामी दिनको दिन अब अपडेट गर्दै गर्छौँ हैन अनि सकिएन अब त्यस्तै छ उ साइकल अगाडि साइकल बाटो छोडिदिनु पर्छ अर्का ठाउँमा गयो हाम्रो गाउँ जस्तै साइकल छ त हौ जुनै पनि ठाउँमा चाहिँ नेपालीले चाहिँ खाइसक्यो है खाइसक्यो हिँडेर लप्पै पार्यो हिँडेर हुन्छ कि के गरेर हुन्छ तर नेपालीले खाना चाहिँ खाइसक्यो अनि सक्छ त नि नेपालीलाई अनि सक्दैन तै पनि अब जे कुरामा हैन जे कुरा नि सक्दैन अनि कसरी हुन्छ गर्नु परिरहन्छ ल गर्नु पर्यो है त ल पोल्यान्डको ट्रेन आयो जस्ट मिस भइहाल्यो नि यार ट्रेन यार यो चाहिँ ट्रेनको पट्टी रहेछ है गाइजहरू ल कहाँ हिँडेको तिमीले फेरि यार के हो यो हेर्नु पोल्यान्डको गाउँमा हेर्नु त पिच्छे छैन त हो नि यार हाम्रो नेपाल जस्तै छ त हो ल हेर्नु त लु अनि पुरै नेपाल बिर्साउने नि यार
हामी फेरि यस्तो दामी ठाउँ भेटाइयो सानो ताल जस्तो भेटायो नि यहाँ फेरि त्यो खोलै रहेछ त यार यो माटो निकाले होला हौ यो त माटो निकालेको ठाउँ रहेछ कसले भन्छ यसलाई विदेश कसले भन्छ यसलाई नेपाल जस्तो छ गाइसहरू यस्तो छ है सानो पोखरी बनाएको होला नि यो माछा पोखरी भेटाइयो अब हामी चाहिँ यति एरिया लिएर कम्पाउन्ड गरेर यहाँ चाहिँ खेती पाती गरेर बस्नुपर्छ खुल्ला छ के भन्छ के राख्नु यहाँ बाख्रा फार्म राख्नुपर्छ यस्तो छ सल्लाहघारी छ नि त भोलि फेरि सल्लाहघारीमा दिने हो क्या सल्लाहघारी यस्तो छ है गाई छ हामी चाहिँ आज हामी पोल्यान्डको जङ्गलमा यस्तो घुम्नु आइरहेको छौँ कुट्नो सहर यस्तो छ यतापट्टि एक साइडमा यस्तो छ है हामी चाहिँ खै आउनु त आयो विदेश आयो खै सल्लाहघारी छ हौ सल्लाहहरू त सल्लाहलाई क्रस गराएको हो क्या हो के बोल्यो भन्ने क्रस गरा होला लिएर होला तर प्योर सल्लाह त होइन रहेछ अरे केही न केही क्रस गरा हो कि क्या हो होइन त हामी खुल्ला ठाउँमा आइसकेका छौँ यस्तो छ पुरै कति छ खाली ठाउँमै त्यसो क्या पुरा यस्तो खाली ठाउँ छ होइन ठ्याक्कै हामीलाई चाहिँ हाम्रै ठाउँ हाम्रै देश जस्तो फिलहरू भइरहेछ किन भन्दाखेरि त्यस्तै छ वातावरणहरू अनि ठाउँहरू पनि फाँटहरू त्यस्तै छ एकदमै सँगले होइन गाइजहरू सक्नुहुन्छ हामी चाहिँ यहाँनिर हेर्नु आयौँ यहाँ त माछा छ कि क्या हो दामी छ ल हेर्नु त लु कस्तो दामी छ फोटो हान्ने हो क्या एक दुईवटा केटा हो यहाँ चाहिँ यिनीहरूले पहिला मकै रोपेको रहेछ अनि मासेर फेरि मकै नै रोपिरहेको छ है कस्तो मिलाएर आएछ यस्तो छ है हेर्नु होला ल हामी बल्ल चोकमा आइपुग्यो यहाँ चाहिँ एउटै किसिमको घर छ यो दामी ठाउँ है त्यो गाडीले चाहिँ त्यो दबाई छर्केको पानी हो पानी होला सायद पानी छर्किदिए जस्तो छ मजाले घाँस के हो यो के हो यो ठिक छ के खेती हो यो
बाले के भन्थ्यो ल ठिक छ राम्रो ठाउँ गएर अब राम्रोसँग कुनै हरियो हरियो रहेछ के हो र यो पुरै प्लटै हुन्छ जस्तो के हुन्छ के भन्थ्यो त्यस्तै हो म त फर्केर जाउँ हो अब टाढो छ लु गयो नामसराङ मरे गोवामा फर्क्यो पानी तिर्न लाग्यो अब त रुम जानुपर्छ होला कता कता आउने भनेर यसो त आउनु पर्दैन